올라서다 된대. 차람 균에 Sanjal Marfat, 망어야 제 신신난게 Erira Hanone, 사소 you 기준대 준바 Marmuk, 소나마서 Arthur Marmoko, 안데 Grisma 신도에다 Collecto, 제다 루게 Provasana, 신게 Jubiction, the Safe 텐데 Testicle Mitra, 세게 망모 Sasate, 저러냐 about the Margir, Glasty about the 다시베 Margir, 세게샤기 Susasto, Kaman, Pepper, Hardin, Abigot, Tokri on the soup. 다 되는데 제르도가 가서 덴베 디르디 마지 셰어다 And 덴베 디르 as a 통도 money, 마 셰어 주산다 가나 Sasta Pavan 데 Bodam 셰어 Puttaka, 감사리 Uttardikar, Nirantardam, Astigubangi, 음 Balasadesu. 방법들이 정규난데 소스 나는 이버들 규규난데 소스 제발 휴심으로 पहिला के थियो अब 다 다다고서 와버티 컨디션 투 요르사나 उत्तर दिशाका सकिसकेर 규규난데 त्यसपछि 소스 भोट दिशा 제라 भन्थ्यो 요르 अनि त्यो भित्रमा चाहिँ के हो त अब भोट परम्परागत आएका 다 बौद्ध शासन 규규난데 सुबह 규규난데 소스 텔레야 त्यो भित्रमा पनि आज 제저 니에 बची 찍디 둥게 풍불은 중에 दक्षिण दक्षिण परम्परागत बौद्ध शासनको पाली भनाइको कुरा आज भेटिएको छ 듀에 त्यो भित्र के छ 나는데 भने 둥게 풍부사서 어디 나는 अब 중 पाली भाषामा रहेको अब 테네 के भन्छ त्यसलाई सत्ता 니버디 सतीका 둔두 खण्डका 패션데 भनिन्छ 왜 त्यो 듀얼레 भित्र भएको अब 소소기 यो 규베른 봐 भिक्षुको 어제 다 सिलसिलाहरू 전생이 쉐이브레 त्यो भित्र भएको अब परम्परागत आएको कुराहरूमा अब त्यसै गरी दक्षिण परम्परागत आएका स्थलीयको निकायहरू विभागगत 다 당부디 छुटिएका या 파리기 둥게 풍부 나올래 송다한테 가르쳐 주비나 다 둥게 풍부 나올라나야 지 때로 잡아오지 소야다 때로 잡아오지 규베른 버지 소야 비면 이나 디 규베른 버티 यो 다다 भित्र अब के 정규 बताएको छ त 딩기 भन्दाखेरि 아니 정규 난데 아니 불규 난데 디즈기 송당 난신체는 소야 말해 대단 저요 यो भित्र के बताएका छन् त भन्दाखेरि अब यो 소지 듀에 동규 다 이제기야야 जुन 비나야 सत्ता सतीका खण्डका भित्र 다 के बताएका छन् 듀에 भन्दाखेरि 동규인디 त्यो 소나시 भित्र विनयका जुन 듀에 परम्परागत 동규산의 आएका 중에 कुराहरू 튜브 규바 대안으로 यो 되내지래 도와 विनयको शील 되내 뉴산디 प्रदान गर्ने खेम्बोको विषयमा 파리게르베 कहाँदेखि आयो हो भन्ने कुरा चाहिँ 딩게 सत्ता 풍부사 सतीका 까 खण्डका 까까네 विनयभित्र 디 बताएको छ 저바 बेना 듀에 된제 यो 뿌이네 럽다 कुन खेम्बोदेखि 소타마사 그게 अटुट क्रममा 소다 आएका 럽다 शिलाहरू त भन्ने बताएका छन् 단 जब के दासम बचादो तेला जस्तै सोबे कि 단 जब यही किसन सत्ता सतीका शिसों खण्डकाको से टिका निश्चय भनौँ ना न टिका यसको व्याख्या ग्रन्थ 다 डुलुई 상계 डन्डेल 그두니 पुण्य र 베기 प्रदाव भनिन्छ 상계 난 마송체네 상계는 마 अर्थात् 송네 भनौँ न 아니 यो विनय 그두니 पिटक 베기 टिका हो 파르케 यो व्याख्यान 아니 듀에 यसमा 둠긴디 यो स्रोत राखेर 어디 나올래야 अ, 송예비 बुद्ध परिनिर्वाण भइसकेर तेस्रो चरणको बुद्ध पद 다 सङ्कलन 대단 गर्ने 듀에 둠긴 क्रममा 송예비사네 다 상계는 मङ्गलीपुत्र 제바 제바 तिस्साले यो 다 소르 당보디 수 땡겨 알아서나 당보디 विनयदेखि आएको हो 우빨리 भने 녀와 커스 विनय 녀와 커데 विनय चाहिँ अब 아니 छुटेको छैन भनेर चाहिँ 상계기다 उपनिले 녀와 बताएका छन् 년퇴 망부예베 나로네 듀엄즈베 쳐도 교바디 아니 우빨리암 녀와 커스 차리 거르바 अब त्योभित्र के छ भन्दाखेरि 듀에 विनयको 녀네시야 शिरलाई एकदम राम्रोसँग पकडेर 망부디 당보디 ग्रहण गर्ने 어디다 चाहिँ को रहेको छ 콩셔비나 बुद्धको चेलाभित्रमा उपलिरहेको छ 세상 बुद्धले बताउनु 찌찌 भएको छ 셰베 कि 까블리야 विनयलाई 듀에 कदु विनय 난게바디 शिरलाई 샤시비나 पक्रने क्रममा चाहिँ 녀와 उत्कृष्ट 커스 व्यक्ति चाहिँ उपलि हुन् भनेर बताउनु भएको छ 도디 कदु 난게디 꾼거 차리 거르바 세상 가다 듀에 토라 딱고 त्यही कारणले 첼레 सूत्रलाई सबै 첼레 सङ्कलन 바스나 गर्ने यसरी 케바스나다 बुद्ध वचन सङ्कलन 난 गर्ने 듀에 녀네는 딱 캐슈얼로디 यो 상계로 आनन्द रहेका छन् 콩 भने 텔레 आनन्द 녀와 हो 커스 차리 거래 세상 विनयलाई सबै तर बुद्धले बताउनु भयो पालीगी विनयको शिरको 저 विशेष 듀베시베 चाहिँ 까블리야 वचनहरू सङ्कलन 당보디 गर्ने चाहिँ 녀와 उपलि 커스 हो भनेर 나는 이바티 त्यही कारणले 다사가스 गर्दाखेरि उहाँले उपनिले बुद्धको जुन विनयको वचनलाई पहिलो चरण उहाँले सङ्कलन गर्नुभयो यो सङ्कलन गर्ने 다시 व्यक्ति चाहिँ 지세베 उपालि 디스야면로 이바디 다사가체 숨바디 에네 소나가세체 पहिलो उपालि दोस्रो 다데다마테 दशक त्यसपछि सनक 에 त्यसपछि सिग्गव 시가바세 त्यसपछि 알고다 아니 त्यसपछि मङ्गलीपुत्र 탐바디 몽골리
몽골리 부터 티사 भनेको तिस 몽골 부트 디스마 사데 딱한다 몽골이 부가게 사데 아 यो 제 개분 양념에 울어졌어 거봐 यो चाहिँ अब मङ्गोलले 제상 पुत्र तिस्ता भने चाहिँ अब राजधर्म 상다 अशोक 상게 अशोक राजाको अब मूल 콜롬네 गुरु 마 भनिन्छ 제제네 कदु निब 제게한다 कदु निब 제베 कलया जोता 몽골이 부가게 사데 अब दोस्रो बुद्धबाट सङ्कलन गर्ने क्रममा चाहिँ कसा अब कदु सुम्बा 공개 상마라 कदु सुम्बा 공개 다 다주 생기하는 저 버지 들이 차대 면로 다다 들이 तेस्रो चरणमा बुद्धबाट सङ्कलन 다다 गर्ने 개분 क्रममा चाहिँ अब 양념에 मङ्गोलले पुत्र तिस्सा 울어졌어 भन्ने 거봐 थियो भनेर बताइन्छ 그러지 अब यो चाहिँ अशोक राजाको 그도 मूल गुरु निबद हो सुबसर 녀로서 उहाँहरूले नै यसरी 딱한다 तेस्रो चरणमा 제시하네 बुद्ध वचनको 몽골이 सङ्कलन 부가게 अनि अब 사로 सक्षम जो다 भएको 개분 थिए 양념에 भन्ने यसरी 울어졌어 다 इतिहासमा 됐은 लेखिएका छन् 대임bre 자테네 되게네 다다 त्यस्तै गरी 대겐 대베기 류안에 송에기 यो 다지 स्थविर 기베르 휘스비세 विनयभित्र बताएको 다테네 नि바디 भित्र बताएको 페이진 कुरा मैले 긴든 बताइसकेँ 페이진 비 류안에 송베기다 기베르 버시 अर्थात् 요한데 요마 स्थायी 긴든 निकायभित्र 페이진 비 बताएको विनयको कुरा 류안에 मैले 송베기 राखिसकेँ 기베르 버티 간데지레 수비나 पस्काइसकेँ भने अब महासङ्घीका भित्र बताएको 음 महासङ्घीको विनयको भित्र बताएका 다다 छन् यसको परम्परा अर्थात् 긴든 페이진 비 सिलसिलाहरू के 류아 छ भनेर 방법순 수순베 बताउनु 나와네 पर्दाखेरि महासङ्घीका विनयको 방법순 수순베 बम्बु भनिन्छ 나와야 त्यसले चाहिँ अध्याय 아니 33औं अध्यायभित्र न्यावा खर्गी 가르송어서는 न्यावा खर्गी गेबे कब उपालिले जुबेर के कब बताउनु भएको छ जुबेने उपालिले न्यावा उपालिले खर्गी यङयेन ते राजगृहमा साङये निमा कुबने मगधमा निमा कुबे शाने कुजेन ते शाने विनय कुजेन पिटकलाई जुबेल ते विनय न्यावा पिटक मैमे सङ्कलन तेरे गर्नुभयो नमला ओ उहाँले सदा आ, लेसिस आ, ती सिटी उपालिले जिम्बी शुना कसरबा इक्ष्यलाई दिनुभयो अर्थात् इक्ष्यलाई अब इक्ष्य भन्नाले अब वसुबन्धुले मध्यन्तिकालाई दिनुभयो मध्यन्तिकाले दिशो साना भसिनलाई दिनुभयो साना भसिनले उपगुप्तलाई दिनुभयो उपगुप्त भनेको चाहिँ अशोक राजाको पालको स्थविर हो भनेर यसरी बताएका छन् यो चाहिँ महासङ्घीका विनय अनुसार 33औं अध्यायमा बताएका छन् 다디 조서디 긴든 페이진 대베기 듀오 방법 순발이 영한데 여러분 중국은 로버티 यो मूल स्रोत चाहिँ त्यो भम्पो सुसुम भनिन्छ जुन भम्पो भनेर एउटा भम्पोमा धेरै खण्डहरू आएका छन् जुन खण्ड कति खण्ड रहेछ भन्दा यो सुसुम्प अर्थात् 33 भित्र चाहिँ यो कुराहरू राखेका रहेछन् दिसिबिना 그래라 तर गिन्जु फेन्सिन देबे दुवा भाम्बो सुसुमे नावाने खारसोनसना दा तांबोदे न्यावा को इम्बदे तंगी बाली दे थुमरे यो पाली विनयसँग मिलेको छ पहिलो उपालि हो भनेर उपालिले जुन विनयका जति पनि वचनहरू थिए यो वसुबन्धुले मध्यन्तिकालाई त्यसै गरी साना भाषिनले उपगुप्तलाई दिएका थिए उपगुप्त भनेको अशोक धर्मराजको पालक स्थविर थिए भनेर बताएको छ वसुबन्धु भनेको वसुबन्धु भनेको चाहिँ को हो भन्दाखेरि फेरि यो धर्मकोशलाई धर्मकोशको लेखक चाहिँ होइन नि फेरि त्यो बेला वसुबन्धु भनेको को त भन्दाखेरि उपालिले जुन उपालिले वसुबन्धुले दिनुभयो यो उपालि भनेको यो वसुबन्धु चाहिँ राजगृह भनौँ न त्यो बेला मगध राजा राजगृहको एउटा व्यक्ति रहेका थिए त्यो बेला उहाँले यो सिलसिला चाहिँ हस्तान्तरण चाहिँ हिमकुम्भ अर्थात् मध्यन्तिकालाई दिनुभयो यसरी महासङ्घिकाहरूलाई यसरी मिलेको छ भनेर यसरी लेखिएको छ त्यही कारणले महासङ्घिकाको यो उत्तराधिकारसँग समग्र मिल्ने भएकोले एउटै यो उत्तराधिकारी रहेको छ भन्ने चीनको व्याख्यान अनुसार यो चीनमा चाहिँ अनुवाद गर्दाखेरि 5 प्रकारको विनयहरू अनुवाद गरेका छन् चीनको परम्परागत बौद्ध शासनको बानी
बुद्ध परिनिर्वाण भइसकेर 100 वर्षपछि पाँचौं क्रममा उत्तराधिकारी चाहिँ उपगुप्त भन्ने व्यक्ति थिए। उहाँको समयमा उहाँको चेला उपगुप्तका चेला धर्मगुप्त बहुत भाषा धर्म भाषामा छुसुमा भनिन्छ धर्मगुप्त। धर्मगुप्त लगेर 5 जना विशेष चेला थिए रे। कस्तो उपगुप्त उहाँहरूले चाहिँ यो उपगुप्त धर्मगुप्त लगाएर उहाँले 5 वटा विनयहरूको निकाय यसरी एकदम स्पष्ट पारी अनि भनेका छन्। अनि यो 5 जना व्यक्तिदेखि अब विनय यसरी आफ्नै फैलिएर गए। के हो यो 5 प्रकारको निकायको विनय के हो त भन्दाखेरि यो 5 प्रकारको निकायको विनय के हो त भन्दाखेरि के गरे तपाईहरुलाई बताउन चाहन्छु। यो चीनको अनुवादमा रहेका यो विनय 5 विनय है 5 वर्गीय विनय। यो पहिलो विनय के हो त भन्दाखेरि धर्मगुप्त निकायको विनय रहेको छ। यसमा 60 वटा अध्याय रहेको छ। यसमा पुत्र मोक्ष प्रति मोक्ष र एउटा एक अध्याय रहेको छ भने माता प्रति मोक्ष मा पनि एक रहेको छ। त्यसैगरी यो सर्वस्तिवादको विनयमा पनि यसमा 61 वटा अध्याय रहेका छन्। त्यसैगरी पिता प्रति मोक्षमा एक अध्याय, माता प्रति मोक्षमा एक रहेको छ। त्यसैगरी महिषीका विनयमा पनि विनय विभङ्गमा पनि 30 वटा अध्याय रहेका छन्। पिता पक्षमा एक अध्याय, माता पक्षमा एक रहेका छन्। त्यसैगरी कश्यपीय विनयमा पनि यही बताएको छ। तर यो सबै अनुवाद भएर छन्। 5औं नम्बरमा महासन्धिको विनयमा पनि जम्मा विभङ्ग भनौँ महासन्धिका विनय विभङ्गमा 40 वटा जति अध्याय रहेका छन्। त्यसमा पनि पिता पक्षका यो विनय र माता पक्षको यो प्रतिमोक्ष एक अध्याय रहेका छन्। बौद्धपछि 7 वटा उत्तराधिकारी भनेर बताइन्छ। तर यो उत्तर परम्परागत बौद्ध शास्त्रमा चाहिँ 5 प्रकारको यो उत्तराधिकार भनिन्छ। उत्तराधिकारीहरू अब अन्तिम चाहिँ उपगुप्त हो भनिन्छ। उपगुप्तको पालोमा चाहिँ 5 वटा विनयहरू उत्पन्न भएको हो भन्ने यसरी अब बौद्धको अनुवादमा यसरी बताइन्छ। त्यसैगरी यो चीनको अनुवादमा यही नै लेखिएको उपगुप्तको पालोमा यो 5 वटा विनय अब यो चाहिँ अब कहिले आयो समयकाल कहिले आएको थियो त भन्दाखेरि राजा नाम मात्रै चाहिँ यो उपगुप्तको पालोमा थिएन। साँच्चै नै कुन बेलामा समयमा अगाडि आएको कतिचोटि आएको थियो भन्दाखेरि धर्मराजा अशोकको बेलामा भएर आएको थियो। खोर्लो भनिन्छ। यो चाहिँ यो अर्थात् विशेषतः चक्र निकायहरू विभाजन नभएको अगाडि नै यो 4 प्रकारको निकायहरू थियो भनिन्छ। त्यसपछि अब यो नागा सेना लगायत नागा वर्ग लगायतका त्यसपछि विभिन्न अन्त्यका वर्ग अर्थात् धेरै श्रुतिजनक वर्ग निकाय भनौँ न स्थविर निकाय धेरै आएको रहेछ। त्यो भित्रमा पनि अब उपगुप्त चाहिँ सबैको अब शासक रहेछ भन्न यो उहाँले अब धर्मकोशलाई चाहिँ अभिधर्मलाई चाहिँ उहाँले अब यसरी विशेष गरी अब त्यो भित्र चाहिँ राख्नु भएको छ रहेछ। अब यो भित्र के छ भन्दाखेरि एउटा स्थविरमा चाहिँ नागा भन्ने एउटा कुनै स्थविर हुन सक्छ भन्ने मलाई लाग्दछ। लुइडे भनिन्छ हो नागा निकाय
gindu shoga kanda shoga एक यो सबै सङ्घको एउटा निकायहरू हो नाग निकाय अन्तिम परिषदको निकाय तब शुरू छेदा पे खोले नालो या अत्यन्त श्रुतिजनक निकाय स्थानीय निकाय भनिन्छ यो चारजनाको मुख्यको अब लिडर एउटा कसले मार्गदर्शन गरेको थियो भने उपनिवेश गरेका थिए तर त्यो भित्र चाहिँ अभिधर्म कोष अभिधर्म चाहिँ बुद्धले बदल भयो अभिधर्म कुरा चाहिँ त्यो भित्र राखिएको थिएन ता गिन्डु देङाबोते अनि तिनले यावा छ्याते यावा तिनले युवाते जोजी साजा यो पाँच ता गिन्डु कि देतो साने मिन्डवाले यावा ता यो पाँचवटा जति पनि निकायहरू थियो नि त यो चाहिँ मुख्य क्षेत्रदेखि लिएर भाषादेखि लिएर विभिन्न आफ्नो वंशदेखि लिएर जति पनि भिक्षु भनौँ न जति पनि आफ्नै ठाउँ स्थान संस्कार अनुसारको बेग्ला बेग्लै भएको थियो चार निकाय अथवा पाँच निकाय भनौँ न ठाउँ क्षेत्र भौगोलिक भाषा संस्कृति ज्यादा फरक फरक भएकोले बेग्ला बेग्लै ठाउँमा आफ्नै अनुसार त्यो थाम्बो सिएपछि सुन्नु छ र कोले नालो सिसिए दिगाले या यो चारवटा निकायहरू मुख्य रहेका छन् यो चाहिँ चारवटा निकायहरू चाहिँ यो मुख्य अब यो उपनिले उत्तरदायी जिम्मेवारी उहाँले लिनुभयो लुई देदा थाकोबे देदा मान्दो थेबे देस 자 대수보디 एने फेजिन देबेको ठुसे जोड छादियो सिज फाजिन देबे छोरो पछि गएर के हुन्छ भन्दाखेरि जुन फाजिन देबे छोरो महासंघीय भनिन्छ नि महासंघीय तीनटा कुरा पुगे नाग निकाय अन्तिमको निकाय त्यसैगरी अत्यन्तै ज्यादा श्रुति निकाय यो तीनवटा निकाय चाहिँ महासंघीयको निकायमा दिनु पुग्यो भने मान्दो थेबे देसो जोदा गर्छोदा चाहिँ त्यसो छादियो त्यसो छिसो हैन यो तीन त्यसो हैन गर्छोदा पछि यो चारवटा पछि गरेको त महासंघीय भन्नु त्यो महासंघीय भन्दाखेरि अर्कोमा पछि इष्टबिरा भन्ने इष्टबिरा र महासंघीयको दुईटा हटिँदाखेरि विभाजित हुँदाखेरि यसरी अब संघको अब भङ्ग भएको हो अब विभाजित भएको हो यो चाहिँ के हो त मूल निकायहरू नछुट्नु अगाडि नै यो निकायहरू थिए यो मुख्य स्रोतहरू यो जब चारवटा रहेछ त्यो चारवटा चाहिँ मुख्य गरी यो उपगुप्तले यसरी मार्गदर्शन गर्नु हुँदो यसरी उहाँले देखाउनु हुँदो रहेछ यो अनि अब यसको छोटकरी बताएँ पछि अब 18 निकाय कसरी छुटेको थियो त्यो बेलामा झेल खोर्लो भन्ने विशेष अब चक्रको विषयमा पछि बताउँला निकायहरूको विषयमा जे भए तापनि यो पाँचवटा निकायको विनयहरू छ नि यो चाहिँ महासंघिकको विनयभित्र मात्र स्पष्ट यो परम्परागत सिलसिला अविच्छिन्न रूपमा जुन शिलाहरू छ नि विनयको यो कहाँदेखि आउँछ भने चाहिँ महासंघिकको विनयभित्र बाहेक अरूमा बताएको छैन स्पष्ट त्यो विनय महासंघिकको विनय निकायभित्र बताएको छ यसको मुख्य विनयका जुन शील परम्परा अटुट रूपमा परम्परागत आयोजन को थियो भने अरूमा चाहिँ स्पष्ट बताएका छैन त्यही कारणले अब जति पनि यो विभिन्न कुराहरू छ त्यो चाहिँ पछि अब बनोट गरेको हो तर विशेषमा यही नै हो भोटमा अब जुन विनयको जति पनि अब सिनको यो परम्परागत छ अविच्छिन्न रूपमा आएको परम्परागत जुन भनौँ न जुन खेम्बो विनयलाई यो प्रदान गर्ने यसमा पहिलो विनय सर्वश्रेष्ठ माथिल्लो तहको विनय त्यसै गरी मध्यम विनय तीन प्रकारमा तीन भागमा यसलाई छुट्याएका छन् यो चाहिँ अब विशेष गरी पाँचवटा प्राचीन विनयको पाँचवटा चारवटा विनयमै बताएका छन् यो पछि अब रायको यसो बदल गर्नु अब हामीले एउटा ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि यो भिक्षु भिक्षुणीको शिला
सिला अर्थात् समुहार चाहिँ 촉바 कहाँदेखि 촉바 कहाँदेखि यो उत्पन्न हुन्छ भन्दाखेरि यो महासङ्घदेखि हुन्छ, सङ्घदेखि हुन्छ, एकजनाले व्यक्तिदेखि हुँदैन भन्ने कुरा चाहिँ स्पष्ट भएको छ। अब यो सिला समुहार धम्बालाई समुहार भनिन्छ। समुहार अर्थात् यो सिला भनौँ न पालना गर्ने जति पनि यो विशेष गरी कहाँदेखि आउँछ भन्दाखेरि जति पनि सिलाहरूलाई चाहिँ भिन्न समुहारहरूलाई चाहिँ एक आपसमा रक्षा गर्ने, यसलाई बाहिर भ्रष्ट हुन नदिने, यो सङ्घमा निर्भर हुने भन्दाखेरि सङ्घदेखि प्राप्त हुने हो भनेको छ। अब भनिन्छ यो जति पनि अब पिता पक्षको सूत्र माता पक्षको क्षमा पिता पक्षको शिला माता पक्षको शिला दुईटा विनय छ नि त, विनय शिला यो दुवै कहाँदेखि आउँछ भन्दाखेरि शिला चाहिँ यो जुन विनयको शिला सम्म प्रदान गरेको चाहिँ केटा पुत्रै हुनुपर्छ, पिता नै हुनुपर्छ भनेको छ। त्यहाँदेखि नै माता र पिता अर्थात् केटाकेटी भनौँ न यसको प्रतिपक्ष केटाकेटीको विनय र शिला छुट्याएको छ भन्दाखेरि यो मुख्य खेम्बो प्रदान गर्ने सङ्घहरू चाहिँ यो केटा पितामै निर्भर छ भनेको छ। त्यसै कारणले गर्दाखेरि अब हामीले के एउटा एकदेखि आएको यो जति पनि एउटा यो परम्परागतलाई मात्रै हामीले बुझ्यो भनौँ न, योदेखि आयो यो खेम्बो योदेखि आयो खेम्बो योदेखि हामीले त्यो, तर त्योभित्र 5 जना सङ्घमा निर्भर सङ्घ हुनु लागि 4 जना भिक्षु हुनु पर्यो नि, त्योभित्र कसले अब यो रक्षा गरेका थिए त, कहाँदेखि के आयो भने यो सबैलाई हामीले बुझ्न अत्यन्त जरुरी छ भने यसमा बुझाउन चाहन्छु तपाईँहरूलाई। अब तेस्रो चरणमा के छ भन्दाखेरि दक्षिण र उत्तर परम्परागतका बौद्ध शासनका फरक के हो त भन्ने त्यो विशेष भनौँ न फरक, अर्थात् दक्षिण र उत्तर परम्परागत बौद्ध शासनमा फरक के छ भन्दाखेरि त्यो बेला अब राजा अशोकको मुख्य राजा को हो अब धेरै फरकमा अब विशेष गरी फरक के रहेको छ दक्षिण र उत्तर दिशा परम्परागत बौद्ध शासनमा के छ भन्दाखेरि यो चाहिँ पाली लेखोटमा राखिएका छन्, यो श्रीलङ्काको पाली अनुसार। यसमा अब छानबिन गर्यो भने एकदम हाँसो लाग्दो कुरो नमिल्ने धेरै रहेछ। जस्तो कि दक्षिण भनौँ न उत्तर परम्परागत बौद्ध शासनमा चाहिँ अब उत्तराधिकारीमा चाहिँ पहिलो महाकश्यप, त्यसपछि आनन्द, त्यसै गरी सेनाभसन, त्यसपछि अब उपगुप्त, त्यसपछि अब यो चाहिँ उपगुप्त चाहिँ धर्माशोक राजाको मुख्य गुरु हो भनिन्छ। अब लोग्यु नामदेन अर्थात् दक्षिण परम्परागत बौद्ध भनाइमा हो भने अब यो विनय पिताको शासन कहाँदेखि भनौँ एउटा परम्परागत चाहिँ कहाँदेखि आयो भन्दाखेरि अब पहिला उपालि आयो, त्यसपछि दशरथ, त्यसपछि स्वानका, सिद्धव, मङ्गलीपुत्र तिस्सा भन्ने आउँछ। अब तिस्सा चाहिँ बल्ल मङ्गलीपुत्र तिस्सा चाहिँ अशोक धर्मराजाको गुरु हो भनिन्छ। अब यो यसरी अब सेना घोषणा भनौँ अर्थात् सेना भस्टिका र सम्बुद्ध सेना भस्टिको सम्बन्ध के छ भन्दाखेरि अब यसमा अब मिल्ने कुरा पनि छ नमिल्ने कुरा पनि छ। दक्षिण र उत्तर परम्परागत आएका बौद्ध शासनमा कतिपय कुराहरू मिल्छ, कतिपय कुरा मिल्दैन। पहिला अब के कुरो त मैले अगाडि देखाएँ, फेरि पनि यसलाई स्पष्ट पार्नको लागि उत्तर परम्परागत बौद्ध शासनका
भनाइ भनौँ न त्यो बेला अब उत्तराधिकारको परम्परा बताएको छ बेग्लै बताएको यसमा महाकश्यप अनन्त सनावासी उपालि बताएका छन् अब अन्तिममा आएर उपगुप्त भनेपछि धर्म अशोकको राजा हो भनेर धर्म अशोक राजाका महान गुरु मूल गुरु को थिए उपालि थिए उपगुप्त थिए भनेर बताएको छ यो कसले भन्छ भन्दाखेरि उत्तर परम्परागत बौद्ध शासनहरूले बौद्ध मार्गले बताउँछ अब दक्षिण परम्परागत बौद्ध शासनले परम्परा बौद्ध मार्ग परम्परा अनुसार चाहिँ यो चाहिँ एउटा उत्तराधिकारी नभएर एउटा विनयमा कसरी पक्रा फैलाउने भनेर एउटा विनयशील सम्मानलाई तल कसरी लिएको थियो त भन्ने कुरा बताउनु पर्नेछ पहिला उपालि आएको रहेछ बुद्धपछि उपालि त्यसपछि दशका सोनका सिग्गापा मङ्गले पुत्र तिस्सा त्यो मङ्गले पुत्र तिस्सा भनेको चाहिँ धर्मराज अशोकको मूल गुरु थिए भने यसरी अब दुई प्रकारले विभिन्न बताइन्छ अब सानाका वासी र सम्बुद्ध सानाका वासी भनेको हो त भन्दाखेरि अब दुई प्रकार आउँछ त्यसमा पनि अब उत्तर परम्परागत बौद्ध शासन अथवा बौद्ध मार्ग भनाइमा चाहिँ सनावासीका भनेर अनि दक्षिण परम्परागत बौद्ध मार्गीहरूको भनेको मङ्गोले पुत्र तिस्सा भने सम्बन्ध के छ कि छैन भनेर भन्दाखेरि एउटाले अब सानावासीको बताए अर्कोले चाहिँ के हो त सम्बुद्ध सानावासीको बताएका छन् अर्थात् मङ्गोले पुत्र भनौँ न मङ्गोले पुत्र तिस्सा सम्बुद्ध सानावासी भनिन्छ यो अब दक्षिण परम्परागत बौद्ध मार्गीहरू म को थिए त भन्दाखेरि दक्षिण परम्परागत बौद्ध मार्गीहरूले बताउँदाखेरि उहाँ चाहिँ एउटा स्थविरा हो स्थविरा भनेर मृत्यु भएर 10 वर्ष 20 वर्ष कटेकोलाई स्थविरा भनिन्छ उहाँ चाहिँ बुद्ध परिनिर्वाण भइसकेर 100 वर्षपछि बुद्धको वचन सङ्कलन गर्ने दोस्रो परिषदमा उहाँ थिए भनेको छ उहाँ चाहिँ मुख्य गरी पश्चिम दिशाका जुन पश्चिम दिशादेखि बौद्ध धर्मलाई फैलाउनको लागि मुख्य मार्गदर्शक रूपमा उहाँ आउनुभएको थिए यो थियो दक्षिण परम्परागत बौद्ध मार्गीहरूको भनाइ अब त्यसै गरी अब उत्तर परम्परागत बौद्ध मार्गीहरूले के सेनावासी भनेको यो नाम शताब्दी जति पनि के हो त एउटै मिल्न जान्छ अगाडि बताएको सम्बुद्ध सानावासी भनेर अनि त्यसपछि गएर यो उत्तर परम्परागत बौद्ध मार्गीहरूले बताएको सानावासी एउटै रहेको छ समय काल शताब्दी नाम पनि प्रयास मिल्न जान्छ दुवैजना दुवै निकायहरूले बताएका बौद्ध शासन भनौँ न एउटा उत्तर एउटा दक्षिण बौद्ध मार्गीहरू त्यही कारणले यो एउटै व्यक्ति हो जस्तो लाग्छ पाली विनयभित्र भएको जुन 700 अरब भित्रको जुन बताउँदाखेरि पनि 700 जना अरहतहरू अब सँग भेला भएर बौद्ध वचनले अब सङ्कलन गरेको थियो त्यो भित्र 7 जना अरहतहरू थिए त्यो कुरा भने के हो त बुद्ध परिनिर्वाण भइसके 100 वर्षपछि महासङ्घको निकायहरू महासङ्घीय भित्र स्थबिला थियो एउटा पूर्व दिशाका सङ्घहरू थियो एउटा के हो यो चाहिँ सबगामी भनिन्छ अब पश्चिम दिशाका अब मुख्य गरी अब यो सङ्घमा को थियो त भन्दाखेरि अब नम्बु भनिँदो रहेछ नम्बु त्यसै गरी अब सम्बुद्ध शरण भोजी यी स्थबिरहरू सबै श्रीलङ्कामा भएको परम्परा श्रीलङ्काको परम्परागतसँग मिलिएका अब यो स्थबिर रहेका हो भन्ने बताएका छन् अर्थात् पूर्व पक्षका भारतका पूर्वमा पर्ने सङ्घ र पश्चिममा पर्ने सङ्घको अब बेग्ला बेग्लै निकायहरू थिए त्यसरी अब भनिन्छ
जे भए तापनि उहाँहरूले चाहिँ दक्षिण परम्परागत आएका विनय परम्परामा चाहिँ उहाँ परम्परागत ग्रहण गर्ने भित्र चाहिँ यो साना भाषी नै राखेको छैन त्यही कारणले गर्दाखेरि त्यो विधा नलागे तापनि आजभोलि अनुसन्धान कर्मीहरूले के भनिन्छ भन्दाखेरि हो दक्षिण परम्परागत बौद्ध मार्गी जति पनि रहेका छन् प्राचीन कालमा उहाँ विनयलाई परम्परागत पक्रिँदै आएका हुने हुँदाखेरि त्यो बेला चाहिँ के हो त त्यो भित्र चाहिँ अब जुन खिम्बोको परम्परागत ग्रहण गरेर राखेका छन् भने उपाधि लगायतका उहाँहरू चाहिँ जुन अब यो चाहिँ विनयलाई पक्रिने समूहमा राखेका रहेछन् भनेर बताएका छन् त्यही कारणले साना भाषिन भनेको चाहिँ आनन्दको चेला रहेका छन् यो सूत्र पिटकभित्र चाहिँ कसले यो विनयलाई पक्रेको थिए त भन्दाखेरि यो सूत्र पिटकहरूमा रहेका छन् साना भाषिन भनेको चाहिँ यो आनन्दको चेला रहेका छन् अब कुरा आयो अशोक राजाको मूल गुरु को हो त भन्दाखेरि राजा अशोकको गुरु चाहिँ अब हेर्बे अर्थात् उपगुप्त हो भनिन्छ अब दक्षिण र उत्तर परम्परागत बौद्ध मार्गीहरू आफ्नै लेखन रहेका छन् त्यसमा स्वागत गर्ने कुरा आफ्नै सोच्दै रहेका छन् भनौँ न अब दुईटा परम्परागत दुईटै ठाउँमा भएको हुँदाखेरि अब आफ्नै कुरा रहेको यो भनौँ न जति पनि रहेका छन् यो सानाका भाषिन र त्यस्तै गरी सम्भुता सानाका भाषिन यो एउटै दुवैले के हो त अशोका राजाले दुवैलाई एउटा नुमा पठाएर उहाँलाई स्वागत गरेका थिए अब उरु मगरा भन्ने एउटा पहाड छ त्यो चाहिँ अब उत्तर परम्परागतको बताउने अनुसार उपगुप्त कहाँपट्टि बसेका थिए भन्दाखेरि यो एउटा पर्वतमा बसेका थिए त्यहाँ सल्लाह गर्नु छ भने अर्कोमा के हो त दक्षिण परम्परागत बौद्ध मार्गीहरू अब मङ्गले पुत्र भएको ठाउँमा भएको हुँदाखेरि उहाँ त्यो बेलामा त्यहाँ स्वागत गर्न जाऊ भनेर यसरी बताउनु भएको जे भयो दुईटा व्यक्ति बेग्लै ठाउँ भए तापनि दुवैलाई अब राजा अशोकले स्वागत गरेका थिए राजा अशोकको दुवै नै मूल गुरु हो भने अब दुवै नै राजा अशोकको मूल गुरु थिए त भन्दाखेरि फेरि छानबिन गर्दाखेरि गाह्रो छ त्यही कारणले अब यसमा दुवैजना अशोक राजाको गुरु हुनु पनि सक्छ दुवैजना व्यक्ति सम्भुत सानाका भाषी त्यही कारणले यसले गर्दाखेरि धेरै प्रभाव पर्न परेको अब अशोक भनौँ न अब अशोक र दिदिकाको सम्बन्ध के पनि थिएन भेटघाट भएको थिएन राजा अशोक भन्दाखेरि दिदिका निधन भइसकेको परिनिधन भइसकेको अब यसलाई पाली भाषामा ढाक्कलाई यासा भनिन्छ
अब उहाँ चाहिँ अब 165 वर्ष बाँचेको थिए भनेको छ। अब धेरै लामो बाँच्नु भएको रहेछ। त्यही कारणले गर्दाखेरि बुद्ध पत्नी सङ्कलनको दोस्रो परिषदमा चाहिँ अब एउटा यास्या भनेको इस्यु थिए। त्यही कारणले अब भनौँ न अरू भिक्षुहरू धेरै नराम्रो कुरा गरेर देखेर अब त्यस्तो सामाजमा धेरै अपराधहरूलाई अब यसरी उहाँले भेला गर्नु भएर विनयलाई शुद्ध गर्नुपर्छ भन्ने यसरी अब पश्चिम देशदेखि विभिन्न भिक्षुहरूले आराधहरू स्वागत गरेर विनयलाई शुद्धिकरण गरेको थियो नि त। त्यही अन्तिम बुद्ध वचनको सङ्कलनको दोस्रो परिषदको मुख्य बनाएको छ यास्या भन्ने यस्तै कुराहरू राखिएका छन्। त्यही अशोकको पालोमा यो अब साना भाषण थिए कि थिएन भन्ने कुराको विषयमा रिसर्च अब बदन निमा गुम्बा अर्थात् मध्यन्तिका। अब मध्यन्तिकाको विषयमा पनि दक्षिण र उत्तर परम्परागत बौद्ध मार्गीहरूको मिलेर नपक्ष मिल्ने दुई प्रकार आएको छ। अब भनिन्छ झैँगु लङ्देन अर्थात् उत्तर परम्परागत बौद्ध मार्गीहरूले भनौँ उहाँको अनुसार चाहिँ निमा गुम्बा मध्यन्तिका भनेको चाहिँ आनन्दको अन्तिम चेला उहाँ हो भनिन्छ। बुद्ध परिनिर्वाण भनौँ न आनन्दले भन्नुभएको रहेछ कि यो मध्यन्तिकालाई बुद्ध परिनिर्वाण भइसकेर 100 वर्षपछि कश्मीरमा पालेर त्यहाँ एउटा भिक्षुहरूको बिहारलाई निर्माण गर्नेछ र त्यो ठाउँमा यो विभिन्न नाग विषालु नाग भएकोले त्यसलाई दमन पारेर बौद्ध धर्म फैलाउनेछ। अनि बौद्ध धर्म फैलाउनेछ। त्यो बेला अब खाजे सकम भनेर गुरुकुम एउटा स्याफ्रन भनौँ न त्यो बेला स्याफ्रनहरूलाई चाहिँ अब उहाँले अब त्यसको खेती गरेर चाहिँ भिक्षुहरूको आजीवनलाई जुन भोजनहरूलाई चाहिँ अब फेरि राम्रोसँग ल्याउनेछ भन्ने चाहिँ बताएको छ। अब श्रीलङ्काको इतिहास बताउने हो भने धर्म अशोकको पालोमा अब मङ्गल पुत्र किस्सा भयो चाहिँ अब अशोकको गुरु। अब त्यो बेलामा के हो त अब पश्चिममा चाहिँ अब 9 जना बौद्ध धर्म फैलाउने पठाए। त्यो भित्रमा अब निमा गुम्बा मध्यन्तिका भन्ने एकजना थियो। त्यो बेला अब 5 जना अब कश्मीरमा पठाउनु भएछ, गन्धर्वमा पनि पठाउनु भएछ। भनौँ न अब त्यो बेला अब धर्म अशोक राजाको पालोमा मङ्गल पुत्र त्यसैले अब आज्ञा दिनु भएछ कि त्यो ठाउँमा जानु भनेर जस्तै कि कश्मीरमा। अनि अब उहाँहरूसँग अब रीतिपथ ज्ञान भएकोले अब त्यो बेला अब नागको धेरै अब जगजती र धेरै टस्ने खतरा भएको त्यो हटाउनुको लागि अब विषलाई हटाउनुको लागि त्यो बेला कश्मीरमा जानु भएछ भनौँ न निमा मध्यन्तिका। त्यो चाहिँ जोगी मेबुद्ध भनिन्छ। अभिसिपोमा सूत्र भनिन्छ। त्यो भित्र अब धेरै मान्छेहरूलाई चाहिँ सही मार्गमा लगाउनु भएको बौद्ध धर्म फैलाएको थिए भन्ने कुरा पनि रहेको छ। त्यो श्रीलङ्काको इतिहास अनुकूल यस्तो रहेको छ। जे भए पनि चाहे पूर्व दिशाको चाहे दक्षिण दिशाको बौद्ध किन नहोस्, उत्तर परम्परागत बौद्ध मन्दिर किन नहोस्, मध्यन्तिका भनेको चाहिँ कश्मीरमा बौद्ध धर्म फैलाउने हो। विषालु जुन विष ज्यालो भयो जसले नागहरूलाई चाहिँ दमन गरेर बौद्ध धर्म फैलाएका थिएन भन्ने कुरा यो फैलाउने मान्छे एउटै हो भनेर अब सम्झिन्छ। एउटै नै व्यक्ति हो भनेर यसरी उहाँहरूले कुरा राख्नुहुन्छ। किन भन्दाखेरि अब अशोक राजालाई केले मोहित गरे त केले अब उहाँले विनय पारे भन्दाखेरि शक्ति देखाउने शक्ति देखाएको के शक्ति भन्दा विभिन्न
विशालु नागहरूलाई पनि सही बाटोमा लगाएर उहाँले अब त्यहाँदेखि हराएर त्यहाँदेखि अनिकाल हटाएर सबै व्यक्तिहरूलाई सही मार्गमा लगाएका थिए त्यहाँदेखि मोहित राईको त्यहाँदेखि अब मन जित्यो सफल भएका थिए त्यही कारणले मध्यन्तिका नै अब त्यही कारणले 5 जना भिक्षुहरू चाहिँ यसरी पश्चिममा पठाएका थिए नि त उपगुप्त त्यो भित्र थियो उपगुप्तले त्यो गरेर पालोमा अब राजा एकदम खुसी भएर राजाको अब मुख्य अब गुरुहरू पुगे त्यो 5 जना भित्र उपगुप्त पनि थिए त्यही कारणले यो विनयलाई प्रदान गर्नको लागि 5 जना भिक्षु चाहिँ हुनुपर्छ भनिन्छ एउटा मेरो के यसमा मत भन्नुपर्दाखेरि अब भनौँ न आनन्दले परिनिर्वाण लिने बेलामा के भयो भन्दाखेरि अब म चाहिँ अब मगध राज्यमा म परिनिर्वाण भयो भने अर्को दिशाको व्यक्तिले अब यो वैशालीका मान्छेहरू व्यक्तिहरू अब भएपछि हुने वैशाली लगायतका त्यहाँ अब परिनिर्वाण मैले लिएँ भने अब मगध राज्यका सबै अब भएपछि हुने हुँदा म कहाँ अब परिनिर्वाण लिने भन्दाखेरि उहाँले के भएछ भने आनन्दले गङ्गा नदीको किनारमा म परिनिर्वाण लिन्छु तपाईँलाई त्यसमा क्षेत्र स्रोत मुख्य 20 ठाउँ पर्छ भनेर बताउनु भएछ एकदम यो प्रथम पुरुषहरू चाहिँ एकदम ज्ञानले भरिपूर्ण भएको व्यक्तिहरू परिनिर्वाण हुँदाखेरि यो संसार हल्लिने गर्छ मैले एउटा के सुने भन्दाखेरि पहिलो कर्मपा अमेरिकामा परिनिर्वाण हुँदाखेरि त्यहाँ अलिकता पराकम्ब भूमिहरू अलिकति पराकम्ब भएको थियो हल्लिएको थियो भन्ने कुरा छ त्यही कारणले यो मैले भने सुनेको कुरा हो त्यसै कारणले त्यस्तो किसिमको आनन्द परिनिर्वाण हुने बेलामा यी भूमिहरू चाहिँ हल्लिएको थियो जस्तो कि भूकम्प आएको जस्तो भूमिहरू पराकम्ब भएको थियो भनिन्छ त्यो चाहिँ के हो भने ज्ञानको शक्तिले गर्दाखेरि हो यसले चाहिँ के खतराहरू दिँदैन भन्ने कुरा हो तर खतरा नभए तापनि के हो एउटा ज्ञानको कम्पन भयो भनाइ छ अब त्यो बेला के हो आनन्दलाई चाहिँ एउटा सानो एउटा आइल्यान्ड भनौँ न त्यो निर्माण गर्नुभएछ ज्ञानले त्यो बेला अब जति पनि ऋषिमुनिहरूले चाल पाइछ हो ज्ञान भएको ऋषिमुनिहरूलाई चाहिँ अब आनन्द त्यहाँ परिनिर्वाण दिँदैछ भनेर अब त्यो ऋषिमुनिहरू 500 जना व्यक्तिहरू थिए सबै अब परिनिर्वाण सबै परिनिर्वाण हुने ठाउँमा पुगे त्यो बेला अब 3 चोटि जबसुम भनिन्छ हो 3 चोटि माथिदेखि बताउनुहुन्छ त्यो बेला दोस्रो तेस्रो अब एउटा उपाय के भन्दाखेरि अब उहाँहरूले विभिन्न अब संसारमा फेरि नआउनेदेखि लिएर सधैँले अब यो श्रोतापन्नको फलहरू प्राप्त भयो संसारमा दोहोऱ्याएर दुःखमा नपर्ने यसरी अरबहरू ज्ञानको अरबको फल प्राप्त भयो भनिन्छ यसरी त्यो बेला के भनिन्छ भन्दाखेरि होइन नदीको बीचमा मध्य दिनमा भनेर यसरी अब नदी पानीको बीचमा भनेर यसरी बताए हिमकुम्भ मध्याह्न भनेर बताएको रहेछ किन भन्दाखेरि त्यो बेला अब ऋषिमुनिसँग 500 जना अब व्यक्तिहरू थिए नि त त्यो 500 जना के हो आनन्दको
छमा एकैचोटि उहाँ 다 500जना 가다랑 चुक्नु भएछ 고소에 रब्द छु यहाँ त्यो जो त्यो यहाँ हुने बेला के हो मासे त्यो बिचमा बेटा मध्य दिनमा भएको हुँदैन त्यही 라저는 कारणले 고마톱 드시두스타네 아니 고조 군거를 가르치 버렸잖아 아니 상기 양엘에 만대 콘리아 군도 교라상세야 돼 치료 무디바 랍상세야 त्यो बेला अब आनन्द परिनिर्भरमा हुनु अगाडि त्यो ऋषिमुनिहरूले के भनेको थियो त भन्दाखेरि 상기가 रब्द 쇼메 로메 타만로디 군도 교라상세야 차리 알았어 다음에 आनन्दले 군도 भनेको 교라상한테 상기 공부 마저 콘라다 상기 공부 정도도 공부 정도다 तापेउमिन्दो दिने तिङेन ngaको न्याङेले 500जना अब उहाँहरूले अराधो ज्ञान प्राप्त गर्नुभएछ त्यही कारणले आनन्दलाई के भनेछ भन्दाखेरि बुद्धको अन्तिम चरणमा एकजना व्यक्ति आउनुभएको थियो उहाँको नाम थियो कुन्दुग्यो रप्साङ भनिन्छ जसले चाहिँ अब सुभद्रा भनिन्छ गोमा जोन रुइसा न्याङेले दाडुइ सो दिनेसेसे शुवाफी अनि त्यो आउँदाखेरि अब सुभद्रा बल्ल त्यहाँ आउने भिक्षु भएर बुद्ध परिनिर्वाण भएको थियो त्यही कारणले अब हामी आज अरहतको ज्ञान प्राप्त गर्यौँ त्यही कारणले गर्दाखेरि अब हजुरलाई हामीले परिनिर्वाण देख्न सक्दैनौँ त्यही कारणले गर्दाखेरि हामी अगाडि परिनिर्वाण हुन चाहन्छौँ भनेर त्यहाँदेखि अब पहिला हामी परिनिर्वाण हुन आज्ञा दिनुहोस् तपाईँ परिनिर्वाण भएको हामी देख्न सक्दैन भन्ने यसरी बताएको रहेछ त्यही कारणले आनन्दले त्यो भनेको आनन्दले के बताउनु भएछ भन्दाखेरि बुद्धको सेवक आनन्दले भिक्षु आनन्दले हे मेरा पुत्र मलाई महाकाश्यपले बौद्ध धर्म यसरी सन्तरण गर्नु लिएर परिनिर्वाण लिनु भनेर मलाई आज्ञा दिनुभएको हुँदाखेरि यस्ता दिनहरू महाकाश्यपले जे दिनुभएको धर्म यो परम्परामा तिमीहरूले आज म हस्तान्तरण गर्दैछु दिँदैछु त्यही कारण मलाई अब म परिनिर्वाण लिने समय आयो यो धर्मलाई रक्षा गर है सब उत्कृष्ट ध्यान म छिर्ने पालो आयो भन्ने यसरी हस्तान्तरण गरेर उहाँ परिनिर्वाण हुनुहुन्छ फेरि बुद्धले त्यहाँदेखि अब के छ भन्दाखेरि अघि बुद्धले बताउनु भएको छ म परिनिर्वाण भइसकेर 100 वर्षपछि एकजना भिक्षु मध्यन्तिका भन्ने आउँछ उहाँले चाहिँ बौद्ध धर्म कश्मीरमा लगायत विभिन्न ठाउँमा गएर बौद्ध धर्म फैलाउँछ भविष्यवाणी गर्नुभयो त्यही कारणले तिमीहरूले बौद्ध धर्म चाहिँ राम्रोसँग पक्रा राम्रोसँग शासन राम्रोसँग ग्रहण गर त्यस्तै गर भनेर बतायो त्यही कारणले मेरो विचारमा चाहिँ यो हिमगुमा दुईटा छ जस्तो लाग्छ कसरी अगाडि पछाडि दुईटा छ जस्तो मलाई लाग्छ 지기 카지유라 땜바 뱅긴가 니마 kumbodo지 드네지 샤과를 차기도 김생 가르에서 라비나 정규나 एउटा चाहिँ के होला आनन्द परिनिर्वाण हुने बेलामा एउटा मध्यन्तिका र एउटा चाहिँ के होला काश्मीरमा बौद्ध धर्म फैलन मध्यन्तिका दुईटा मलाई लाग्छ कुंगोते 상계 냥에는 내 사회 제례야 अब आनन्द जस्तो कि धर्म अशोक समयमा सँगै भएको एउटा मध्यन्तिका चाहिँ रहेको छ जुन कश्मीरमा बौद्ध धर्म फैलाउने यो चाहिँ के हो त उत्तर परम्परागत बौद्ध शासनको अनुसारमा आनन्द परिनिर्वाण भएर आनन्दले भन्नुभयो भने बुद्ध परिनिर्वाण भएर बुद्ध परिनिर्वाण भएर जति यो आनन्दले भविष्यवाणी गर्ने नि त मध्यन्तिकालाई 30 वर्ष पुगेको थियो नभए अब 25 वर्ष पुग्यो होला बुद्ध परिनिर्वाण भइसकेर उहाँले 20 साल बौद्ध धर्म फैलाउनु भयो त्यसपछि उहाँ अब अन्तिम मध्यन्तिकालाई यसरी अब भविष्यवाणी गरेर बुद्धले 50 वर्ष पुगेको थियो होला 50 वर्ष बुद्ध परिनिर्वाण 50 वर्षपछि भनेको थिए होला अब त्यही बेलामा अब आनन्दसँग भएको जुन यो मध्यन्तिका रहेको छ नि त यो मध्यन्तिका अब को होला अब कसरी अब 100 वर्षपछि अब मध्यन्तिका आउँछ भन्ने हामी गर्न सक्छौँ किनकि
बुद्ध बुद्ध परिनिर्वाण गरेर 50 वर्षपछि आनन्द पुगेको थियो भने आनन्दको बेलामा आनन्ददेखि हिम घुमेको थियो भने 100 वर्षपछि बुद्धले आउँछ भनेर भविष्यवाणी बाणी गरेर मिलेन किनभने आनन्दको अन्तिम चेला अब मध्यन्ती गरेको छ जस्तो तपाईँले भविष्यवाणी गरे म त्यही नै पालना गर्छु भनेको छ 테라사다 같이 유라 템바 같이 유디 템바는 주고 제시라 고 여러 마다베기 대 마음바는 게노니 먹고 무슨지 이 कारणले गर्दाखेरि अब यो 제시스기요 만디 테라 같이 유는 주고 오라 마도 가사 드니 니먹고 무슨하는 주는 지금 말했을라리나 मेरो विचारमा चाहिँ यो व्यक्तिले नभएर 그랬잖아 그거 공부도 사회 제네야 단도 너주 주주스 गुङले सिने काजी युलन डग अब कश्मीरमा बौद्ध धर्म फैलायो भने यो 100 वर्षपछि हो अब के हो त फेरि आनन्द परिनिर्वाण भइसक्यो अझै पनि 50-60 वर्ष बसेर कश्मीरमा बौद्ध धर्म फैलाउन जाने भने मिल्दैन नि त गाह्रै हो त्यही कारणले यो देगा भन्ने एउटा शब्द आएको छ दे भन्ने एउटा भोटको दे सिन्दुकी हो त्यस्तै गर है भनेको त्यो जस्तै गर के भनेको त अब के हो एउटा व्यक्तिलाई नगरेर एउटा ठाउँलाई बुझ्नुपर्छ नि त कश्मीरको ठाउँलाई त्यो पनि हुन सक्छ त्यसै कारणले गर्दाखेरि त्यसै कारणले गर्दाखेरि अब एउटा ऋषिमुनि भनौँ न ऋषिमुनि आनन्दको चरणमा आएको निर्णय हुँदैन अब 50 अब भनौँ न 400-500 जना व्यक्ति ग्रुप थियो त्यो ऋषिमुनिसँग आनन्दको अन्तिम चरणमा आउनुभयो मध्यन्तीको आनन्दको त्यो बेलामा आउँदाखेरि उहाँले अब यसरी बौद्ध धर्म फैलाउने क्रममा कश्मीरमा अझै पनि 100 वर्ष 50 वर्षपछि पुरै रहेछ बौद्ध धर्म फैलाउनको लागि बुद्धले दिनुभएको थियो भविष्यवाणी हो भने त मिल्दैन नि त त्यसै कारणले गर्दाखेरि यसमा विचार गरेको यो जस्तै गरी अशोकको सूत्रभित्र बताएको छ मलाई बुद्धले पहिला कश्मीरमा बौद्ध धर्म फैलाउनको लागि ध्यान फैलाउनको लागि एउटा बिहार एउटा रहेको छ म परिनिर्वाण भइसक्यो 100 वर्षपछि एउटा भिक्षु मध्यन्तीका भने उत्पन्न हुन्छ त्यसले बौद्ध शासनलाई फैलाउनेछ कश्मीरमा चाहिँ विभिन्न बौद्ध धर्मलाई फैलाउनेछ भने यसरी भविष्य बोलेको छ त्यही कारण त्यो ठाउँमा तिमीले बौद्ध धर्म फैलाउनु भने यसरी परिनिर्वाण भयो भनिन्छ त्यही कारण 100 वर्षपछि मध्यन्तीका आउँछ अब आनन्दको पालोमा अब मध्यन्तीका हेरेर आएछ कुन चाहिँ अब यसमा चाहिँ अब 50 वर्ष दिन र रात मिलेर जोड्दाखेरि त अब यो कति हुन्छ भन्दाखेरि अब 100 नै मिल्छ तर दिनमा मात्रै मिल्यो भने त यो अब 50 नै हो दिन र दुवै मिल्यो भने त 100 वर्ष हुन्छ त्यो बेला दिन र रात मिलाएर अब 100 वर्षपछि आनन्द मध्यन्तीमा आएर बौद्ध धर्म फैलाउँछ भनेपछि यो चाहिँ के हो यो चाहिँ आनन्दको पालोमै दिन रात जोडेर 100 वर्षमा हो भन्ने मिल्छ मात्र भने आनन्द त अब 50 वर्ष भयो त्यो बेला आनन्दीका आएको हुँदाखेरि मध्यन्तीका आएको हुँदाखेरि म परिनिर्वाण गरेर 100 वर्षपछि बुद्धले बदल्नु भएको 100 वर्ष त भएन अब 50 वर्षमै म यो मध्यन्तीका आउनु भयो कसरी मिलाउने भन्दाखेरि दिनमा र रातमा गर्दाखेरि 50 लाई जुन दिन र रात जोड्दाखेरि 100 वर्ष हुन्छ त्यसरी मिलाउन सकिन्छ कि भन्ने अब आउँछ मिल्न पुग्छ यही कुरा चाहिँ के छ के हो त भन्दाखेरि अब सेन्जङको मार्ग लेखनमा लेखिएको छ बुद्ध परिनिर्वाण भएर 50 वर्षपछि आनन्दको चेला र आनन्दिका भने चाहिँ यिनीहरूले 6 वटा विधिले परिपक्व भएका अनि
ज्ञानी 8 ज्ञानी भएको गरेको भएको बुद्धले भविष्यमा भएको व्यक्तिहरू बौद्ध फैलाउँछन् बताएको छ ngar yuliya ane shane kwejen ko त्यसैले गर्दाखेरि यो निमा कुम्बदे यो शिनसाङको चीनको गुरु शिनसाङको लेखबाट बताएको छ त्यसै गरी अब यो तारानाथ भारत धर्म बिना पनि बताएको छ खासमा कश्मीरमा चाहिँ अब निमा गुम्बा मध्यतिर पाल्नु भएर यसरी अब बौद्ध धर्म फैलाउनु भएको छ त्यसै गरी अब मध्य मगध राज्यमा राजगिरमा अब जस्तो कि भनौँ न 15 वर्षसम्म बौद्ध धर्म फैलाएका छन् मगध राज्यमा मैले 15 वर्ष धर्म फैलाउनु भएको पछि त शिरमा पाल्नु भयो भनिन्छ सादा भाषीलाई चेला थोरै भएकोमा बस्नुभयो त्यसै गरी भएकोले मध्यन्तिका चाहिँ अब कश्मीरमा पाल्नु भएर बौद्ध धर्म फैलाउनु भयो सेना भाषणीको धर्म चाहिँ उहाँले कश्मीरमा गएर फैलाएर यसरी अनि यो मध्यन्तिका चाहिँ 8औं उत्तराधिकारीमा पर्दछ भनिन्छ यसरी लेखेको रहेछ यो तारानाथको भारतको धर्मोदयमा नै यसरी बताएको छ अब उहाँले पनि अनुसन्धान 50 वर्षपछि मध्यन्तिका आउनु भएको थियो भन्ने कुरा गरेको छ त्यही कुरा हुन त्यसै गरी यो ठेन्सेक भने त्यो भित्र के बताएका छन् त भन्दाखेरि मध्यन्तिकाले चाहिँ अब उपगुप्तलाई भिक्षु बनाए भनेको छ अब अरू पनि के हो त अब सेना खोजेर अनि 탐제 연예기 때려불로 유용라데서다 퉁규어마라 전화지 중 가르송도 사나 다음 뉴원맹기시 나올래야 아니 यो विनयको जुन मेन गिस्टी भनेको छ त्यो भित्र पनि यसरी बताएका छन् 탐제 연예디스 कुरान जुन देबा अब कश्मीरमा गएका एउटा मध्यन्तिका रहेका छन् भनेर कसरी यसरी बताउनुहुन्छ उहाँहरूले यसमा अब कसरी चाहिँ अब मध्यन्तिकाको चेला मध्यन्तिकाले अब चेला बनाए भनिन्छ उपगुप्तलाई विभिन्न कुराहरू छ यसमा मूल सर्वदिवाको मेन गिस्टी भनिन्छ दबाईको स्रोत त्यो भित्र चाहिँ अब मध्यन्तिकाले चाहिँ उपगुप्तलाई भिक्षु बनाए भनेको छ त्यो एउटै समय बताएका छन् अब सर्वस्तिवादहरूको अब त्योसँग अलि मिल्दैन जनौ तारानाथहरूले चाहिँ अब कश्मीरमा गएर बौद्ध धर्म फैलाउने चाहिँ अब यो गुम्बा मध्यन्तिका हो भनेर बताएका छन् अब हिमा गुम्बा अर्थात् मध्यन्तिका र 500 जना आराधकको विषय बताउनु पर्दाखेरि आनन्द परिनिर्वाण हुने बेलामा 500 जना भिक्षुहरू उहाँले अब दिउँसो अब कसरी आनन्दको चरमा कसरी 500 जना भिक्षुहरू भने त भन्दाखेरि त्यो बेला अब पानीको बीचमा दिउँसो मध्यम दिनमा भयो सबै 500 जना एकैचोटि भिक्षु त हुनु गाह्रो होला किनकि विधि विधान पढ्नु पर्यो समय त निकै भयो होला अब ढोम्बा थगेमा भनिन्छ भनौँ न एकचोटि अब यो चुट्टी बाँड्ने सबै के हो त अब यो भिक्षु सिंह प्राप्त हुन्छ त्यसको लागि बताइन्छ
주주직 다 간다 주주직 시다야마 다 주주직 소리면도 다 주주직 나라 민가게 안 받아 अब त्यस्तै कुरा तरङ्गता गुरुले भारतको धर्मदयमा के भन्नु यो एउटा शक्तिको हिसाबमा चाहिँ एक घण्टामा चाहिँ एक घण्टा अवधिमा यो 500 जना व्यक्तिहरू भिक्षु बनाएको थिए भन्छ अब कसरी एक घण्टामा अब 500 जना भिक्षु बनाएको थियो भने कुरा आउँछ अर्को चाहिँ के हो त भन्दाखेरि अब आनन्द चाहिँ अब गङ्गाको नदीको नजिक अब पहिलो अब म आनन्द चाहिँ म गङ्गाको किनारमा गएर परिनिर्माण लिन्छु भनेर उहाँले अब निर्णय गरेको थियो अचानक उहाँले निर्णय गर्नुभयो अचानक त्यहाँ निर्माण लिनको लागि त्यहाँ पाल्नुभयो भने त्यो बेला एउटा ऋषिमुनिहरूले अब चाल पाएर ध्यानदेखि चाल पाएर त्यहाँ उहाँले 500 जना व्यक्ति ल्याउनु भएर अब थाहा भएर त्यहाँ आउनुभयो भने अब मगध राज्य र बर्सेलीमा विभिन्न ठाउँमा अब निर्माण लियो भने विभिन्न ठाउँ उभिँदैन एकदेखि अर्को बेकसी हुन्छ भनेर सबैलाई मिहिनेत अब दुवैलाई अब नजिक हुनुको लागि गङ्गा नदीको किनारमा अब आनन्द भिक्षुले सोच गरे अब यो हुँदाखेरि अब ठिक छ ऋषिलाई चाहिँ शक्तिले थाहा पाए आनन्द त्यहाँ परिनिर्माण 500 जना व्यक्तिहरूलाई कसरी थाहा भयो त 500 जनामा कसरी आयो त धेरै ठाउँदेखि टाढा ऋषिलाई एकजनालाई चाहिँ ज्ञानको रिधि थिए उहाँलाई अब चक्षु ज्ञानको कारणले गर्दाखेरि अब आनन्द परिनिर्माण लिने चाल भएर त्यहाँ आउनुभयो ठिक छ थाहा पाएँ तर 500 जना अचानक 500 जना कसरी आयो अब कसरी आयो भन्दाखेरि यो लुङथेन्से भन्ने विनयभित्र चाहिँ शक्तिदेखि 500 जना आए भन्छ अब त्यो बेला अब ठिक छ ऋषिमुनिको शक्तिदेखि आयो ऋषिमुनिको त्यो बेला 500 जना चेला थियो नि त त्यो 500 जना शक्ति थिएन कसरी आयो त यो एउटा किनारा थियो यो चाहिँ अब आनन्दले एउटा निर्माण गरेको भने शक्ति त्यही कारणले गर्दाखेरि त्यहाँ जाने अब 500 जना चेलाहरूलाई चाहिँ ऋषिको 500 चेलाहरूलाई शक्ति नभए तापनि त्यो शक्ति भएकोले गर्दाखेरि तानेको हो कि भनिन्छ नभए यो ऋषिमुनिको शक्तिले गर्दाखेरि 500 जना चेलाहरू अब त्योभित्र अब पृथकजन पनि हुनुहुन्छ सबै अब शक्तिले भरिपूर्ण भएको त हुँदैन नि त्योभित्र 500 जना भित्रमा होइन ऋषिको शक्तिले गर्दा आएको आनन्दको शक्तिले गर्दा त्योभित्र आएको हो कि के हो त्यसमा अब धेरै अब शङ्का लाग्छ त्यसमा मेरो बिचमा हिमा गुम्बा 500 जना मध्येदेखि भनेको चाहिँ थाङसेन सेन्जङ गुरुको मर्ग लेखोटमा के छ भन्दाखेरि एउटा कथा छ त्यो कथा के हो त भन्दाखेरि मैले यो कथा पहिले बताएँ बुद्ध परिनिर्वाण 100 वर्षपछि राजा अशोक आयो अशोकको पालामा अनि 500 जना अरब 500 जना पृथक जनाले थिए त्यो बेला अब महादेवा भन्ने थियो उहाँले विभिन्न गलत शास्त्र लेखे यो लेखियो कारणले गर्दाखेरि राजा अशोकले चाहिँ अब यो गलत हो कि सही हो अब राजाले चाहिँ के हो त अब राजाले चाहिँ अब महादेवको भिक्षुको अनुसारमा गएर अब इष्टवीरहरू त अब स्वीकार गरेन यो महादेव भिक्षुको कुरालाई राजाले त्यो स्वीकार गरे तर पनि के हो त यो नदीमा एउटा नौ भने नि त नौ दुलो परेको जसले त्यो भिक्षुहरू 500 जना त्यसमै हाल जसले अब शक्ति छ उहाँसँग अरबहरू ज्ञान छ उहाँ पानीमा डुब्नु हुन आकाश उडेर जान्छ जो सक्दैन त्यो बेला कष्ट हुन्छ त्यो भित्रमा अब कुन चाहिँ सत्य रहेछ कुन चाहिँ असत्य रहेछ त्यो थाहा हुन्छ भने यसरी राजाले अब आज्ञा दिए
त्यही कारणले अब त्यो गर्ने अनुसार सबै पानीको बिच यो गङ्गा नदीको बिचमा पुग्दाखेरि पानी ढुङ्गाभित्र पानी छिर्यो तर पनि के हो पानी ढुङ्गा पानीमा दबियो तर त्यो भित्र भएको विषयहरू सबै उडेर काश्मीरमा पुग्यो नि त राजाले फेरि सफल गर्न चाहे तपाईँ फेरि यता नै पाउनुहोस् काश्मीरमा नपाउनुहोस् तपाईँ यतै नै अब पाउनु होला भनेर आज्ञा गरे बमोजिम पनि उहाँहरू पाउनु भएन मैसरीमा पाउनु भएन नि त त्यही यो कुराहरू छ नि त त्यही कारण यो 500जना भिक्षुहरू थियो नि त यो उडेर गएको काश्मीर त्यही कुरो हिम गुम्बा हो त्यो 500जना अरहतको कुरा चाहिँ यो मध्यन्तिको 500जना मध्य भनौँ न मध्यम 500 भनौँ न मध्यम दिन 500 यो कथासँग भ्रम भएर मिल्नु नगएको हो कि जस्तो मलाई लाग्छ भन्छ नि 500जना माझी 500जना अरहत 500जना बाँदर धेरै 500 भन्ने कुरा धेरै छ नि अरहत पनि 500जना यो 500 भनेको चाहिँ गन्ती नभएर एउटै 500जनाको सङ्ख्या पुगेको कारण नभएर एक एक गरी नभएर एउटा सङ्ख्याको नाम मात्र दिएको जस्तो मलाई लाग्छ नाम धेरै भएकोले 500जना भनेर राखेको जस्तो लाग्छ त्यही कारण ढुक्ढुक ग्याप भनिन्छ नि होइन साधारण उपाय 100 भनिन्छ 100 यो 100वटा यो साधना उपाय नभएर यो धेरै उपायहरू साधना गर्ने ध्यान धेरै थरीको भएकोले अनि सत्ता साधना भन्ने जस्तो लाग्छ मलाई त्यही कारण धेरै मान्छे भएकोले नि 500जना गन्ती त छैन धेरै भएकोले 500जना जति भन्ने गर्छन् हामी त्यस्तै जस्तो लाग्छ मलाई त्यही कारण कुन चाहिँ कथा सही हो कुन चाहिँ अब सही हो त्यही कारणले हामीले बुझ्नुपर्छ मध्यम 500 भनेर चाहिँ मध्यम दिन 500 भनेर यो यस्तै हो जस्तो लाग्छ भने बुद्धको कालमा पनि 84,000 रानीहरू पटरानीहरू थिए भन्छ त्यस्तो अब 84 रानी भयो भने त राजा त धेरै दुःख पाउँछ नि होइन अनि ठाउँ पनि पुग्दैन त्यति राजा भन्नु कसै नि कारण त 84,000 रानीहरू त्यहाँ राख्यो भने सैनिक कारण होइन मन्त्री कारण होइन त्यही कारणले गर्दाखेरि एउटा जब 8 रानीहरूबाट थिएन तर एउटा रानीलाई चाहिँ प्रतिशत प्रजाहरू अब हजार जना भएकोले अनि 10,000 भएकोले त्यहाँदेखि अब 84,000 बनाएको जस्तो मलाई लाग्छ वास्तवमा राजाले के हुन्छ अब सिद्धार्थको पालामा चाहिँ अब 8 जना रानी बाहेक अब 84,000 रानी थिएन भनिन्छ त्यही कारण यो एउटा कविताको अनुसारमा अब काव्यमा धेरै अब शब्दमा उच्चारण गर्नुपर्ने त्यसरी लेखेको हो कि त्यसरी बनाएको हो कि जस्तो मलाई लाग्छ 500जना मध्यम दिन भन्ने कुराहरू चाहिँ यसरी राखेको रहेछ आज म यतिमै विश्राम गर्न चाहन्छु फेरि अर्को दिन यहाँलाई निरन्तर दिनेछु बहुत सदा मङ्गलम